नमस्ते भक्तजी। नमस्ते घर कहाँ हजुरको? हजुर मेरो मोरङ उर्लाबारी हो। मोरङ। अनि कहाँ बसाइ कहाँ हो? मोरङै बस्नुहुन्छ कि बाहिर? म पहिला चाहिँ म घरै थिएँ, अब हजुर अहिले चाहिँ हालचाल म चाहिँ अहिले विदेशमा छु। हजुर त्यो कारणले गर्दा अस्ति छुट्टीमा आएको थिएँ। हजुर हजुर त्यति आउँदाखेरि मैले जुन अब भिडियो देखेको थिएँ हजुरको, हजुर हजुर अलिकति सामाजिक सञ्जालमा। सामाजिक सञ्जालमा हजुर देखेँ। हजुर धेरै नै उचित लाग्यो यसो हेर्दाखेरि। नदुख्ने यो जुन अब पाइल्स भन्ने कुरो चाहिँ अब हामी अलिक लुकाएर राख्छौँ। हजुर अलिकति अब त्यस्तै ठाउँमा हुन्छ, अलिक लजाउने लजाउने त्यस्तो हो, हुन्छ। लाज लाग्ने। त्यो कारणले गर्दाखेरि नलजाइदिनु होला भन्छु म। हजुर अनि मैले पनि यहाँ उपचार गरेँ, हजुर एकदमै राम्रो लाग्यो। अब त्यस्तो ठुलो सर्जरी त भन्छ, तर त्यस्तो फिल हुँदैन। हजुर जो कोही पनि आएर तपाईँको अब नलुकाउनु होला। म जस्तो मेरो पनि लगभग 10-12 वर्षको थियो भनौँ न। त्यो चाहिँ अहिले मैले अब गराएर डाक्टर साहबसँग गराएर एकदम राम्रो अब रिजल्ट राम्रो नै भयो। अहिले त डाक्टर 12 वर्षदेखि थियो, 10-12 वर्षदेखि। हजुर।